को त फेरि यस्तो ल ल इष्टमित्र महानुभावहरूलाई एकमुष्ट नमस्कार। सोमबारका दिन यस शुभ ढोग भेट कार्यक्रममा पाल्नु भएका सम्पूर्ण बाबा आमा श्री सनबहादुर नौतमो श्री मोती पेजुतमोको तर्फबाट सम्पूर्ण इष्टमित्र जन्म हार्दिक अभिनन्दन। ल हल्का है आम्मा भात चेला नि त अस्ति नै हालेको त कहिले हालेको र दाइ मुस्ताङ ब्रान्ड आम्मा आम्मा त्यस्तो है ओइ तिमीहरू तीनजनाको पारा के हो कुन पारामा बसेको यस्तो बिहामा आछ भोजमा आछ यसरी बस्दै नि पुरा घप्टी परेर सबैजना हजुर लौडो अब के गर्नु आज टायर पङ्चर भयो ल ल ल ल ल कोक होइन रक्सी नै हो हो कोक हो नि खै अझै टायर खै भर्खर अहिले त्यहाँ बसेर पुरा
Jurut, tanam jurut.
मौसम यस्तो भइरहेछ दामी मौसम पोखराको ओ बर्दर एकदम भनौँ के अरे मायाले तालिरहेको छु है मायाले ल धन्यवाद भेट हजुरलाई हामीले हस्तान्तरण गरिसकेको छ साथै फुपूहरूको त्यही यहाँ ल्याइ छ यहाँ सामने ल्याइदिएर त्यो पनि हस्तान्तरण गरिदिनु होला गरेर रक्सी र रोटी छ व्यवस्था गरेर लिएर जानु होला र बाटोमा भोग लागेको जग्गामा खानु होला भन्दै जति पनि दही ठेकी सोधनी र खेपा नोइदेल खम्मे न्यू रिमेमे भयामे क्याइ गोदामरिया देले रस रस सामान कि देले भो भन्दै अब भने मैले यसै क्रममा धन्यवाद आशीर्वाद स्वरूप हाम्रो यो सुख ढोबेट भनेको नै हाम्रो एउटा गुरुङ हामी पहिला त हामी आर्थर भन्थ्यो तर कार्यक्रमलाई हाम्रो साझा समाजले गरेको केही पनि छैन फेरि पनि पाहुनाहरूको सरकार राम्रै भएछ भन्ने जस्तो लाग्यो हाम्रो क्याप्टेन साहबले भने जस्तो अब चाहिँ हजुरले ढिला नगरिकन फेरि पनि हाम्रो तर्फबाट बाबा आमा बजेको तर्फबाट केही कमी त्रुटि खानपिनमा नराम्रो भोकै हिँड्नु भएको र केही अप्ठ्यारो पर्यो र के साथमा र हामी चाहिँ माफीको तौरमा यो कुरालाई हामीले मनन गर्नेछौँ भन्दै आजको यहीँ अबको क्षण भने यहीँ नै पूर्ण सम्पूर्ण भएको जस्तो लाग्छ मलाई तर 99 भन्दैन मैले केही 70% चाहिँ राम्रो सफल भएको जस्तो लाग्छ हजुरहरूको सहयोग सुविधा लोकबहादुर भजुतमुको तर्फबाट कामको दौरानमा कमी बेसी यहाँहरू सबैलाई आजको हाम्रो शुभकामना समापन भएको अवस्था छ र अब केही हाम्रो दस्तुरहरू बाँकी छ यो दस्तुरपछि हामी फेरि एकचोटि निकै रमाइलो गर्दैछौँ आजको यो पललाई अझ रमाइलो बनाउँदैछौँ हाम्रो ख्याङ्को समाजको बाबा आमाहरूको साथमा हाम्रो इष्टमित्रहरू हाम्रो जाति पाहुनाहरू जति पनि यहाँहरू हुनुहुन्छ उहाँहरूले एकदमै रमाइलो हाम्रो लोकल पारा भने एउटा बन्धुता लुकिहाल्यो दाँत कोट्टाएपछि भएछ होइन बुझाइ गफ सुनिराख्नु भएको छ होइन लोकल पारामा हो क्या यो चुना घर पोत्ने चुना हामीलाई थाहा हुँदैन कि तपाईँको सबै भन्नुहुन्छ नि अहिलेको पनि जति बिरुवा छ नि बिरुवा छैन